Like, share, हेलो subscribe. साथीहरू, नमस्ते नमस्कार भन्नुपर्छ। आजको फरक विषय रहेको छ इन्डियामा टिकटक ब्यान्ड छ। इन्डियामा यदि तपाईँ हुनुहुन्छ, टिकटक चलाउन चाहनुहुन्छ, इन्डियामा तपाईँको टिकटक चलेको छैन भनेपछि कसरी चाहिँ तपाईँहरूले टिकटक चलाउने भन्ने विषय लिएर आज चाहिँ म उपस्थित भएको छु। सबैभन्दा पहिले त तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यो फेसबुक भइहाल्यो। सबैभन्दा पहिले यहाँ तपाईँले यो देखिराख्नु भएको छ, यो VPN हो है, यो VPN हो। अनि यहाँ चाहिँ तपाईँको आइकन देखिरहेको छ, टिकटकको आइकन म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ टिकटकको आइकन हो, यो टिकटकको आइकन हो होइन। अब चाहिँ सुरु गरौँ, हामीले चाहिँ एट फर्स्ट चाहिँ कहाँ जाने भनेर। एट फर्स्ट तपाईँको मोबाइलको स्क्रिनमा देखिएको होला, बिस्तारै मैले सबैले जानकारी दिने गर्छु। प्ले स्टोर भनेर यहाँ देखिएको छ, यो प्ले स्टोरमा जानुपर्छ। प्ले स्टोरमा गइसकेपछि प्ले स्टोरमा गइसकेपछि सबैभन्दा पहिले सर्च गर्नु होला प्रोटोन VPN भनेर। यस्तो यो सर्च गरेपछि यहाँ ओपन हुन्छ। ओपन भइसकेपछि मेरो अलरेडी कनेक्टेड थियो, त्यही भएर यहाँ डिस्कनेक्टेड देखाएको छ। मैले तपाईँहरूलाई बताउनको लागि डिस्कनेक्टेड गरेर देखाउँछु। यहाँ चाहिँ क्लिक गर्नुपर्छ है त, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँको अटोमेटिकली यो फ्री VPN हो, कुनै पनि चार्ज लाग्दैन, अनलिमिटेड VPN हो। 2 घन्टा 4 घन्टा चलाएर बन्द हुने खालको VPN होइन। यहाँ कनेक्टेड भइसकेको छ। कनेक्टेड भइसकेपछि यहाँ माथि सेक्योर भनेर जापान कनेक्ट भयो भनेर यहाँ देखिसकेको छ है त। ल अब चाहिँ यहाँदेखि हामी सुरु भइसकेपछि अब चाहिँ हामी जान्छौँ टिकटकतिर। अब चाहिँ यहाँ तपाईँहरूले स्क्रिनमा देखिसक्नु भएको होला, यो टिकटक भनेर सबैलाई थाहा छ, भनिराख्नु पर्दैन। यहाँ जानु होला। यहाँ गइसकेपछि टिकटक तपाईँको ओपन हुन्छ, अटोमेटिकली खुल्छ। मजाले टिकटक चल्छ। मजाले टिकटक चल्छ। टिकटक भइहाल्यो, यसरी चल्छ। यहाँ तपाईँले अपलोड गरेको, यहाँ तपाईँले अपलोड गरेको देख्नुहुन्छ, यो चाहिँ मेरो प्रोफाइल हो है। थ्याङ्क यू। भिडियो हेरिदिनु भएकोमा विशेष धन्यवाद। यदि तपाईँलाई लाग्छ यो भिडियो चाहिँ ज्ञानमूलक छ, सन्देशमूलक छ भनेर लाग्छ भने चाहिँ तपाईँहरूले यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। यदि तपाईँहरूले जान्नु भएको छ भने नजानेको साथीहरूलाई सिकाउनु होला। यदि जान्नु भएको छैन भने भिडियोलाई पुरा हेरेर मजाले तपाईँले इन्डियामा भएर पनि टिकटक चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई केही गुनासो छ फेरि पनि आएन भने चाहिँ तपाईँले मलाई मेसेज पनि